सेना समग्र रूपमा चाहिँ हिन्दू धर्ममा डुबेको छ नेपाली सेना। त्यसको लोगो हेर्नुहोस् है, त्रिशूल छ, डमरू छ, त्यसका गणहरूका नाम हेर्नुहोस् र दैनिक कार्य जुन नेपाली सेनाले गर्छ बिहानदेखि नै त्यो सबै हिन्दू धर्ममा आधारित। अनि यो कसरी यो सेना धर्मनिरपेक्ष राष्ट्रको सेना हुन्छ? हामी पृथ्वीनारायण शाहले खडा गरेको, निर्माण गरेको र शाहवंशीय राज संस्था रगतमा नेपाली सेनाको शाहवंशीय राज संस्था भएको यो नेपाली सेना कसरी गणतन्त्र नेपालको सेना हुन सक्छ? अब दुईटा कुरा हुनैपर्छ। यहाँ राष्ट्र जोगाउनको लागि शाहवंशीय राज संस्थाको पुनर्गमन हुनु पर्यो। धर्म, नैतिकता, आध्यात्मिकता, मानवीय मूल्य मान्यताको रक्षा गर्नको लागि धर्म सापेक्ष राष्ट्र हिन्दू राष्ट्र हुनुपर्छ। यो दुईटा काममा नेपाली सेनाको अग्रणी भूमिका हुनुपर्छ। नेपाली सेनाको भूमिका बिना र हामी जनताहरूको चाहिँ बल बिना यो कुरा हुन सक्दैन। अहिले धेरै ठुलो अहिले म बुझिराखेको छु, धेरै ठुलो चाहिँ तपाईँको षड्यन्त्र चाहिँ अन्तर्राष्ट्रिय स्तरबाट विशेष गरिकन यो देशको पहिचान नष्ट गर्नको लागि, यो देशको तपाईँको स्वाभिमान नष्ट गर्नको लागि, यो देशको इतिहास नष्ट गर्नको लागि प्रयास भइरहेको छ। एउटा सानो उदाहरण म अस्ति पनि मैले दिएँ, आज पनि म एउटा उदाहरण दिन्छु। भर्खरै यो तपाईँको चाहिँ यो शान्ति सम्झौता भएको 10 वर्ष पुगेको उपलक्ष्यमा एउटा संस्थाले एउटा कार्यक्रम गरेछ गत हप्ता। त्यो कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि आएका थिए र त्यहाँ त्यसको उद्घोषक मित्रले सुरुमै के भन्नुभयो जनस्वागत भाषणमा, अहिले हामीले जुन चाहिँ यो राष्ट्र निर्माणको कुराहरू गरिराखेका छौँ यो चाहिँ पृथ्वीनारायण शाहले सुरु गरेको राष्ट्र निर्माणको प्रक्रियाको निरन्तरता हो भनेर उहाँले भन्नुभएको छ। र त्यहाँ भएका धेरै कूटनीतिक नियोगका प्रतिनिधिहरूले त्यसको विरोध गर्छ। पृथ्वीनारायण शाहको नाउँ किन लिनु? हेर्नुहोस् है, यति ठुलो षड्यन्त्र यो राष्ट्रको पहिचान, यो राष्ट्रिय एकता नष्ट गर्नको लागि षड्यन्त्रहरू धेरै भइरहेका छन् भन्ने कुरो अहिले बुझेँ। र यस कारणले गर्दाखेरि अब यो खालि तपाईँको हिन्दू राष्ट्र स्थापना गर्नको लागि मात्र होइन, हिन्दू राष्ट्र स्थापना त हुनैपर्छ, तर त्यसको लागि चाहिँ शाहवंशीय राष्ट्रमा आउनु पर्यो। किनभने राजनीतिक समस्या समाधान गर्नको लागि, संहिताको समस्या समाधान गर्नको लागि आज नेपालीहरूमा जुन लडाइँ भइरहेको छ त्यसको समाधान राज संस्थाको पुनर्स्थापनाबाट मात्र हुन्छ। त्यसको सबै हटाउँछन्। त्यसकारण यो मुभमेन्टलाई के गर्नु भने राष्ट्र बचाउने अभियान, राष्ट्रको पहिचान बचाउने अभियान, राष्ट्रको एकता बचाउने अभियान र राष्ट्रको स्वाभिमान बचाउने अभियानको रूपमा लैजाउँ। र अन्तमा एउटा कुरा यहाँले के भन्न चाहनुहुन्छ भने अलिकति यहाँहरूमा केही एउटा कन्फ्युजन के छ भने यो धर्मनिरपेक्षता क्रिस्चियनहरूको कारणले आएको हो भने त्यो सरासर झुट हो। हामी क्रिस्चियनहरूले कहिले पनि धर्मनिरपेक्षताको माग हामीले राखेका थिएन र म आफै त मैले भनिहालेँ म धर्मनिरपेक्षताको कट्टर विरोधी थिएँ। र अर्को कुरो, संसार पश्चिम युरोप र अमेरिका तपाईँको पुरै आधार्मिक भइसकेको छ। उनीहरूले धर्म मान्दैनन्, उनीहरूले ईश्वर मान्दैनन्, उनीहरूले बाइबल मान्दैनन्,